भोलि फागुन 21 गते हाम्रो देशको भविष्य लेखिने दिन। भोलि भोट हाल्न मतदान केन्द्र जाँदा के गर्ने? आफ्नो आधिकारिक परिचय पत्र जस्तै आफ्नो नागरिकता, मतदान परिचय पत्र, पासपोर्ट, जग्गा धनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचय पत्र यी मध्ये कुनै एक लिएर समयमै मतदान केन्द्र पुग्ने, शान्त र अनुशासन भएर लाइनमा बस्ने, कसैको दबाव लोभ वा डरमा नपरी स्वतन्त्र रूपमा मतदान गर्ने, आफ्नो मत गोप्य राख्ने किनकि यो तपाईको अधिकार हो। अब मतदान केन्द्र जाँदै गर्दा गर्दै नहुने कार्य के हो? के नगर्ने? झगडा नगर्ने, अफवाह नफैलाउने, मतदान केन्द्रमा अनुशासन तोड्ने कुनै पनि कार्य नगर्ने, विशेष गरी पैसाको लोभमा पटक्कै नपर्ने। याद राखौँ है, हाम्रो एउटा मतले नेतृत्व चयन गर्छ, हाम्रो एउटा मतले देशको दिशा तय गर्छ। त्यसैले भोलि घरमा नबसौँ, आफ्नो कर्तव्य निभाऊ, सचेत र जिम्मेवार नागरिक बनौँ, मतदान गरौँ। जय देश, जय नेपाल।